कहिले आजादी फाइनली हामी आइपुगेका छौँ मुस्ताङ पब हल्का ज्यामिङबाट। अब आजको सो प्रिमियर यही हुनेवाला छ। के छ यही हाम्रो आज सो आजले भ्लग बनाउनु हुन्न अन्त गएर अन द स्पट बनाइदिइहाल्यौँ। यो टुडे इज द डे फाइनली फिलिपिनमा इज फिलिपिनमा प्रिमियर प्लस हाम्रो लागि अब कलर गीत पनि त्यस्तै लाग्यो। केटी बनाएर झन्डै पनि पट्टाइदिएको हिरो ल टाटा। फाइनली घर आइपुग्यो। पहाडी हिजो सबजना पुगिसक्यो होला अब मात्र। हेलो हेलो वाउ कस्तो राम्रो देखेको ए तकिन म तेरो रिएक्सन यहाँ कस्तो राम्रो देखेछ कङ्ग्रेचुलेसन टेन्सन दिएछ ए ढिलो भयो भन्दाखेरि कम देखेछ हैन तर राम्रो देखेछ वा केही रेडी भएन घर बस्ने कपडा राख कपाल देखेन कपाल देखेन ए कस्तो राम्रो देख्यो हाय एभ्रीवन वेलकम टु एसएडाईको च्यानल हाय भन्दा हाय अक्षय यो पहिला देखाउँछ होला मैले चाहिँ एसएडाईको ब्लग ह्यान्डल गर्दैछु। एसएडाई चाहिँ गिटार के भन्छ अरे त्यो बनाउँदै हुनुहुन्छ। ढिलो भयो कहाँ जानुभयो दाइ यहाँ एकदमै रमाइलो हुँदैछ। सो गाइज यहाँ वेलकम टु एसएस ब्लग के भन्छ अरे यहाँ चाहिँ सबै स्टार्ट हुँदैछ अनि यहाँ चाहिँ अब सबैजना बसिरहेका छिन्। त्यही हो अब 6 बजे स्टार्ट भनेको अहिले 8 बजिसक्यो नेपाली टाइम एज अलवेज। अनि यहाँ चाहिँ अब सुरुमा चाहिँ गीत गाउँछ उनीहरूले अनि गीत गाएपछि चाहिँ प्रिमियर हुन्छ अनि सबैको रियाक्सन हेर्नु है त। कपाल हेर्नु पहाडी पछाडि हजुरको पहाडी उताकै पहाडी हजुरको मेरो यो उसेको चाहिँ अब आफ्नो स्टाइल तपाईहरुलाई चाहिँ कस्तो फिल भइरहेको छ आजको यो नाइट चाहिँ कस्तो यो कलर हो कालो बनाइदिएको कि घरमा झुन्डाइराखेको बजेहरूले बिचरा। ओके नाउ इट्स टाइम फर चिल्ड्रेन एन्ड सफयात्री ओके लेट्स रक अन राइट गाइज एकदमै रमाइलो होला साथ दिनु होला यही बस्नी हो अलिक फर्किन्छ यहाँ त ल 360
ल अब सबैजना गर्नुपर्छ है जरी ओके Come on, 1, 2, 3. Thank you. So, यस्तै हुँदो रहेछ ठिकै छ जे पनि हुन्छ राम्रोको लागि हुन्छ है भनेर चाहिँ धेरै टाढा जाँदैछु यो यात्रामा
मलाई मात्रै कि सबैलाई हो त्यसरी गर्मी भयो क्या झन् आज प्रिमियरको लागि भनेर मजाले ठुल्ठुलो कड लगाएर आएको त गाह्रो भयो एनिवे गाइस है यो गीत चाहिँ यात्रा थियो सो तपाईँहरूलाई मन पर्यो भने चाहिँ प्लिज सुनिदिनुहोस् होला छेउजन र सहयात्रीको च्यानलमा अब त्यति भन्दैमा हामी चाहिँ ढिला नगरिकन अलरेडी ढिलो भइसकेको छ आएनौँ सो अर्को गीततिर मुभ अन हुन्छ यो गीतको नाम चाहिँ डर लाग्छ अब तपाईँहरूले सुनेको छैन दिस वाज माई फर्स्ट सङ अनि आई रोट दिस सङ 7 years ago सो धेरै अगाडि नै हो अब त्यो बेलामा अलिक नाइभ अब भर्खरै भरे सङ राइटिङ सिङ्गिङ प्र्याक्टिस गर्ने बेला लेखेको गीत हो सो अहिले तपाईँहरूले लिरिक्स चाहिँ अलिकति नाइभ लाग्छ तर त्यो बेलामा कसम भनेको रहेछ होइन म चाहिँ रुँदै लेखेको थिएँ कि त्यो हार्ट ब्रेक हुन्छ नि त त्यो बेला चाहिँ सो इट मेन्ट लट त्यो बेलामा चाहिँ सो यो गीत चाहिँ म तपाईँहरूको सामु प्रस्तुत गर्दैछु छजना सहयात्री है त सम्बन्ध दिदी यतिकै राख्नै As
गरी छोडी जाने हो कि Thank you. So यो गीतको बोल चाहिँ डर लाग्छ थियो है यो चाहिँ हाम्रो फर्स्ट गीत सो धेरैजनाले सुन्नु भएको छैन सुनिदिनुहोस् होला यो गीत पनि ल अब गाइस अब चाहिँ फाइनली टाइम भइसकेको छ है अब चाहिँ भिडियो चाहिँ रिलिज गर्नुपर्छ कति बज्यो अब अलरेडी 9 कटिसकेको रहेछ सो गर्नुपर्छ है सो त्यो गर्नु अगाडि चाहिँ सानो यो नयाँ गीत चाहिँ थोरै तपाईँहरू अगाडि गाउँछु है ल छेउजनको नयाँ गीत कता हेर्नु यहाँ सबैजना सुन्नु है सँगै जाला गाउँछ सँगै हिँड्नु सधैँ भन्छु मेरो नलुकाउनु तिमीलाई खुसीले सधैँभरि छाओस् हरेक पाइला चल्दामै छु भुलिँदैन ल यो गीत चाहिँ भोलिमा है ल अब चाहिँ लेट्स गो ल शर्माजी चाहिँ भिडियो हेर्ने स्टाइल ओ क्या राम्रो देखेँ क्या के यस्तो राम्रो एसडी स्टोरेज फुल भयो यो फोनको ल है यहाँ उही के हो यस्तो एक्लै राम्री राम्री गाइजहरू कतिचोटि भनिसकेँ मैले यहाँ 4 हो ए 4 ब्युटिफुल गर्ल्स हियर ए 5 लक्ष्मीको साथी पनि छिन् पछाडि ओके वाउ 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 कति राम्रो गीत म त लट्ठै परे है किन हो थाहा छैन यस्तो राम्रो गीत सुन्यो भने त सबैजना पनि माया दिनु होला है अब के टाइममा यो गीत रिलिज हुन गइरहेको छ यहाँ अन्त सो स्टे ट्युन गाइस ल मेरो यो यति राम्रो छ रियलमा गीत सुने थियो सुने थियो बजाएको त मेरो सुने खोल्नु त्यो मार्क्स सँगै जाला गाउँछ सँगै हिँड्नु सधैँ भन्छु मेरो नलुकाउनु तिमीलाई खुसीले सधैँभरि छाओस् हरेक पाइला चल्दामै छु भुलिँदैन ल यो गीत चाहिँ भोलिमा है ल अब चाहिँ लेट्स गो Let's see. Dear mom, what's the reaction leader? Huh? कसको दाइ हो रे मर्मेडको दाइ म चाहिँ गीतको नाम फुले लिएर गाउँछु है तपाईँहरूको लागि सबैलाई प्यारी प्यारो बुबुवा आफ्नोलाई है यो चाहिँ अब सबैले सोच्नु होला कि आमाको लागि मात्रै सोच्नु होला तर लिरिक्स सुन्नुभयो भने खास गरी आमाको लागि मात्रै नै हुँदैन यो आफ्नो माया गर्ने प्यारो लाइफ पार्टनर होइन आफ्नो दाजुभाइदेखि लिएर सबैको लागि हो यो गीत चाहिँ आमाको लागि मात्रै सीमित छैन यो आफ्नो माया गर्ने सबै कुरा साँच्चै भन्नुपर्दा मलाई कतिले यो लिरिक्स लेख्दा त मेरो आफ्नो बिरालो मेरो पेट बिरालो छ क्या उसले पनि कति इन्सपायर गरेको गीत लेख्नलाई है सो या लभ इज बाउन्डलेस लभ एकदम ठुलो हुन्छ ल सँगै जाउँला सँगै जाउँला सँगै जाउँला सँगै जाउँला सबैजना सँगै जाउँला
सँगै जाऊला सँगै जाऊला सँगै जाऊला सँगै जाऊला सँगै जाऊला सँगै जाऊला फेरि एकचोटि है सबैजना गर्नु पर्यो सँगै जाऊला आउने आउँछ है जाऊला सँगै जाऊला सँगै जाऊला सँगै जाऊला धन्यवाद 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 थ्याङ्क यू आयो त अब सुरु गरौँ यो फुले फुलमा
धन्यवाद आजको लागि यति नै अब भविष्यमा अब सो गर्यो भने चाहिँ आइदिनुहोस् होला है शिवसेना सहयात्री थ्याङ्क यू भेरी मच थ्याङ्क यू सहयात्री हाम्रो सबैलाई है सहयात्रीहरूलाई हाम्रो फुले फुलमाको टिम सबैजनालाई मुस्ताङ पबलाई धन्यवाद छ हाम्रो मुस्ताङ पबको प्यारो निखिल दाईहरूलाई धन्यवाद छ सम्राट दाईलाई धन्यवाद छ सबै दाईहरूलाई थ्याङ्क यू र सबैजना आउनु भएकोलाई पनि धन्यवाद छ है आफ्नो टाइम निकालेर आइदिनु भयो हामीलाई माया दिनुभयो थ्याङ्क यू सो मच यु गाइज वर अमेजिङ गुड नाइट टेक केयर गॉड ब्लेस यु ऑल बाय बाय ओके छोजन भाइहरूलाई चाहिँ छोजन भाइलाई केक ल्याएको रहेछ यहाँ केक हेरमै केकको त दामी डिजाइन छ यस्तो ह्यान्डसम यस्तो ट्यालेन्टेड यस्तो हार्ड वर्किङ सिङ्गरलाई प्लिज सपोर्ट गर्नु गाइजहरू एन्ड लोकल प्रोडक्सनमा काम गर्नुभएको हाम्रो नम्रताजी आजको के भने एक्टर फिमेल एक्टर एज अ मदर सी डिड सो अमेजिङ खतरा म त डेन्जर रोए अनि एलेक्स छोजनको बेस्ट फ्रेन्ड द सपोर्टर यो छर्कने मान्छे यहाँ केक दिन्छ अगाडि अगाडि ल सबै सहयात्रीहरू भाइ सबैजना यता सहयात्री है सहयात्री उनीहरूलाई खोलाइदिउँ न भाइहरूलाई प्रवीणहरूलाई खोलाइदेऊ प्रवीणहरूलाई कति मिठो केक हो फेरि खानु पाउँदैन भनेको केक तोर बाई
भेजौँलाई खै लक्ष्मी उनीहरूको फोटो खिचिदिने रे पिटी गर्ल्स बाई लक्ष्मी बाई enjoy the night bye वो अन्जलीहरुलाई खोलाइदिनु न शर्मा दिदीहरुलाई शर्मा दिदीहरुलाई के मेरो आज यति ह्यान्डसम भएको सबै लाग्यो चेरी मात्र मलाई फुलवाला मलाई योवाला भन्नु आफै हानी हामीलाई चाहिँ छोडिदिनु हो चेरी उयो चाहिँ बाबुलाई नि खोलाइदिनु बाबुहरूलाई नि यसले खोलाइदिएको रे खोलाइसक्यो आफ्नो भाइलाई त फेरि ल अनेस्टली भन्नु कस्तो लाग्यो म्युजिक भिडियो गीत राम्रो लाग्यो तँलाई तिमीलाई इमोसनल भयो कि भएन कस्तो लाग्यो भिडियो राम्रो कस्तो लाग्यो भिडियो यो तीनजना भाइहरू यति सानो थियो यति ठुलो भइसक्यो आई फिल सो बुढी एक्सेबुनको बुढी कस्तो लाग्यो भिडियो गाइजहरू एकदमै दामी एकदमै इमोसनल है आजको सो कस्तो भयो ब्लग दिदी दामी ब्लग हो ब्लग हो चिने छेउदनको भाइ मेरो नाम चाहिँ प्रवीण गुरुङ है सबैजनाले युट्युबमा सब्स्क्राइब गरिदिनु हुनेवाला सुपरस्टारहरू कता गयो अरूहरू हेलो मुरली माल्दा कस्तो तिमीले नै हो सबैभन्दा के भन्ने म्युजिकमा सुगन्ध ल्याइदिएको बाँसुरी कस्तो राम्रो भयो यस्तो म चिन्दैन आज को मान्छे हो खै हो कि त को कमल छुट्याए खै छ नि त एलेक्स कस्तो लाग्यो तिमीलाई भिडियो कस्तो लाग्यो भिडियो त एकदम दर्दनाक थियो आफैले उतो गरेर के आफ्नो कामलाई आफैले अनि के भन्छ अरे अनि तिमीलाई आजको सो कस्तो लाग्यो के कुरा आजको सो कस्तो फिल भयो आफैले बसेर आफूले इन्जोय गर्न चाहिँ पाएन तर मलाई बजाउन चाहिँ रमाइलो लाग्यो तिम्रो फर्स्ट हो क्या हेर्दै यसरी सोमा लाइक ठुलो सो त्यस्तै थियो अब झन् ठुलो हुँदै ओके सब्जिल कस्तो भयो आजको सो तिमीहरूले त म्युजिक भिडियो पहिला हेरिसक्यो के अरे आज पुरा टिम आयो फेरि मैले कुरा छुट्याएँ अब ओ साहिल कस्तो लाग्यो आज काटेर है ल कस्तो लाग्यो साहिल एकदम गुड हाउ डिड आई प्ले योमा हैन योमा हेर योमा खतरा बेसिस्टर ड्रमर मान्छे बिचरा साहिलको भाइ हो कि ऊ त सन्देश खतरा दामी छेउजन ल तिम्रो आफ्नो सो चाहिँ कस्तो लाग्यो भन एकदम मजा भयो हेर्नुहोस् न्यू एक्सपिरियन्स झन् सयात्रीसँग सोचेको भन्दा कस्तो भयो सोचेको भन्दा भयो खुसी लाग्यो अलिक टेन्सन नै थियो है टेन्सनले ओइ किन थ्याङ्क यू गाइस ल उनीहरू घर जान्छ नि बाई खै बाबुहरू ए बाई अक्षय खै प्रज्ञान बाई बाबु बाई हेलो बेसिस्ट तिमीलाई कस्तो लाग्यो तिमीलाई आफ्नो पर्सनल भ्यू ठिकै छ सुरु हो नि त अब झन् तिमीलाई कस्तो लाग्यो आफ्नो साथीको
तिम्रो मम्मी हुनुहुन्छ ए हुनुहुन्छ नि है फेरि कस्तो कस्तो मजा आइछ त ओके लास्टली म भन्छु मलाई यति राम्रो लाग्यो म रोएँ पनि अनि सुरुबाट यस्तो कन्ट्रोल गरिरहेको थिएँ तर लास्टमा कन्ट्रोल गर्नै सकिनँ म रोएँ एकदम राम्रो लाग्यो हजुर पनि हेर्नु अनि रुनुहुन्छ कि रुनुहुन्न कमेन्ट डाउन बिलो एन्ड या बाई आएन नि फेरि